फुटबल हेरेको खै निशान ल पहिला निशान नै देखेन झन् खै निशान आउनु पर्यो बच्चाहरूको पाइन नि त्यही भएर ग्रेचुलेट निशान एकदमै रमाइलो भयो हामी छ नि ज्ञानी भएर हुन्छ हेलो हेलो पानी परेछ जाडो जाडो छ चैते दसैँ मनाउँदैछौँ हामी रेडी टु गो आज बहिनी ड्राइभमा यहाँ पछाडि मेरा हाई निशान ग्रेचुलेट रिसाले आज फुटबल कप जितेको रिसा हाई भन आन्टीले सुरु गर्नु जितेको निशानलाई बधाई छ निशान हेरे यता ग्रेचुलेट अनि प्रिसा त्यहाँ छ अनि म छम बस यहाँ बहिनीले स्वर गर्नु हो मेरो छोरी त यहाँ पढ्न लाग्छ त हामी बसपाटी यता भयो बसपाटी उता भयो कस्तो रह्यो त पुरै ढिलो भयो त हामी जित्यौँ नि त सही घर बसी यस्तो प्रिपेयर गर्ने हेर हामीलाई फुटबल हेर्न पठाउने अब एकछिनमा के पर्छ चैते दसैँको शुभकामना यहाँ पुरै एक्सर्साइज गरिरहेछ खै त्यो चाहिँ के स्किपिङ स्किपिङ बाहिर जानु यस्तो गर्नु नि यसरी आनन्द आउँदो रहेछ त पुरै धन्यवाद मान्छे ड्रिम गर्ने भन्छ ल हामी चाहिँ फाइनली मान्छे भयो त त्यस्तो होइन यस्तो यस्तो सिधा उभिने यस्तो निकाल्ने चप्पल बनाउने तर प्याज लाग्यो कि लाग्यो ल है तिन सधैँ फल्दै लाग्यो भनेको फुट्छ छैन खालि सबको मुखमा कान रातो किन त्यो लागिरहेको छैन
चटपट रेडी भयो अब रेडी खाने आउनु उतै उले हाल्दै उतै हाल्दिन मेरो छोरा रोयो चटपट खाने हामी फुटबल हेरेर आएपछि चटपट खाँदै हम हामीले चाहिँ रमाइलो गर्दैछौँ कसको भागमा यो यत्रो ठुलो खुर्सानी पर्छ है को भाग्यमानी हुन्छ हाम्रो भाइले यहाँ मोमो चाहिँ जिम्मामा छ भाइको जिम्मामा छ यहाँ आज चाहिँ किन होला त मेरो यस्तो राम्रो मोमो मात्रै हो म त हेर्ने पनि त एउटा जिम्मा दिएको हो नि त के हो नि मैले हेर्ने मात्रै हेर साथी मोबाइलमा अच्छा होइन भाइ जस्ताको त्यस्तै हाम्रो यो भिडियो वास्तविक हो जस्ताको तस्तै प्रस्तुत गरिएको छ काल्पनिक सम्झिएमा होइन माफौँ होइन संयोग मात्र हुनेछ ल कसैको जीवनसँग मेल खाएमा कसैको जीवनमा भनेको कसैले मोमो खाँदै गरेको कसैको नि आज मोमो खाने परेको ह्यापी चैते दसैँ आज त गाउँमा सेलिब्रेसन बाबुले पनि फुटबलमा जितेको चैते दसैँ पनि सबै रमायो चटपटे त्यसपछि मोमो खाने छ भने अरूले पनि खाँदै हुनुहुन्छ भने संयोग मात्र हुनेछ कस्तो खरे हेर्दा नि यस्तो दामी चिकन त मिठो भइहाल्छ चिकन क्वाई हामीले सुरु गऱ्यौँ खानालाई सुरु गरेको वेलकम टु अब 200 सब्सक्राइबर हुने भयो है साढे हुन्छ है अघि नै अङ्कल त खतरा नदिनु खतरा एकचोटि बनाइदिउँ न त कङ्ग्रेचुलेसन पार्टी इसाको यो आज फुटबल जितेको पार्टी रेडी 1 आज चाहिँ
गर्नमा चाहिँ भए तिमी के गर्नु पर्छ त हातले रातो पनि छुट्टै स्वाद आउँछ क्या मोमोमा होइन आज कस्तो स्वाद आयो भने नेपालमा हुन्छ नि त्यहाँ चिल्लो चिल्लो आउने क्या त्यस्तो यसको रिजन के हो भने मासु नै ग्राइन्ड गरेर बोसोवाला मासु नै ग्राइन्ड गरेर मिठो भएर भेज मोमो पनि आज जुस्सी भयो आफै ग्राइन्ड गरेको मासु भेजमा नि के ग्राइन्ड मासु हाल्ने भयो क्या बन्दा पनि फ्राई गरेर बन्दा प्याजलाई आलु भाज्छ नि बन्दा प्याजको लागिरहेको मलाई पनि तिमीलाई नयाँ घरमा छिटो सर्नु मन लाग्यो ल 3 महिनामा सर्ने बाबा म अहिले के सोच्छु अब्जेक्ट और मैं लजिक त खतरा आफूलाई दिदी ए तिमी घरको बारेमा सोचिरहेको छौ घरको बारेमा सोचिरहेको छौ के बारेमा सोचिरहेको घर कहिले सर्ने भन्ने सोचिरहेको यसो भाइ गर्यो खुर्सानी मोमो खाँदा जसलाई सरप्राइज खुर्सानी मिल्छ त्यो मान्छेको त छिटो बिहा हुन्छ जसले यस्तो मोमो खाँदा सरप्राइज रूपमा खुर्सानी यस्तो केही चिज हुन्छ नि त्यो खाने मान्छेको छिटो बिहा हुन्छ किंवदन्ती छ कि दोस्रो बिहा चाहिँ नहोस् तिमीलाई पर्यो पनि खाएर पिरो खुर्सानी बनाइदिनु होइन कि त लास्टै त्यो पिरो भइरहेको भइहाल्छ त्यो त पर्यो यता पर्यो खानु भएन किन परेपछि नखानु भयो पेट चाहिँ पोलिरहेको खाइदिनु
कसले दिनुभएको अङ्कलले थ्याङ्क यू भन्यो थ्याङ्क यू भयो छोरा बाबा भाइ श्रीमान औ खसी त निर्माणको जुस खसी त मायाले सबैले बानी भयो है आमामा कति धेरै होला नि यसो त नगरे ल भाइ चेस हामी केक खाने पार्टी त नखाने पार्टीलाई के गर्नु त अब चेस यो चाहिँ संयोग मात्रै हुन सक्छ यो खाने केवल